भनेपछि यहाँ चाहिँ यहाँसम्म भनेपछि त्यहाँ यो चाहिँ टोनेल भन्दो रहेछ। सुरुङ मार्ग भन्ने यही हो, यहाँको सुरुङ मार्ग। यो उता क्रोएसिया जोड्ने सुरुङ मार्ग। काम एकदम धमाधम चल्दैछ। यहाँ चाहिँ तपाईँको काम धमाधम चलिरहेछ। हाम्रो भाइहरू, केटाहरू, दाइहरू यही ठाउँमा काम गर्दा गर्दै 20, 17, 18 दिन जति काम गरेर काम जानेन भन्ने खालको कम्प्लेन आएर चाहिँ नेपाल पठाउने भनेर टिकट गरेको थियो। युरो आसफाल्ट कम्पनी भनेको यही हो, बोस्नियाको टप कम्पनी। यो चाहिँ टप कम्पनी हो र त्यो चाहिँ प्रत्येक वर्ष सरकारबाट पुरस्कार पाउने कम्पनी हो युरो आसफाल्ट बोस्नियाको। फेसिलिटीहरू त ठिकै छ, तर अलिक यो कम्पनी धेरै कडा छ। कडा चाहिँ चान्स भन्ने कुरो चाहिँ त्यति सजिलै दिँदैन नेपालीलाई चाहिँ। अब यहाँको युरोपियन राष्ट्र वरिपरि उसको छरछिमेकी देशहरूलाई चाहिँ 1-2 चान्स दिँदो रहेछ। नेपालीले चाहिँ 1 चान्स पनि दिँदैन यसमा। काम थोरै मिस्टेक गर्यो भने सुई, उसलाई मन परेन भने तुरुन्तै मेन कम्पनीमा कम्प्लेन पुर्याएर तुरुन्तै पठाइदिइहाल्छ। गाह्रो छ, अलिकति बुझेर मात्रै आउनु होला। यसमा चाहिँ आउँदा चाहिँ यो एक साइड चाहिँ सक्नु आँट्यो। एक साइड अब बाँकी छ। एक साइड तल पुरा धमाधम चलिरहेछ। एक साइड यो बाँकी छ, तल्लोपट्टि लगभग अन्तिम चरणमा पुगिसकेको छ। यो माथिल्लो साइड चाहिँ बाँकी नै छ भनौँ। हल्का यो भित्ताहरू चाहिँ वाल लगाइरहेछ, अरू चाहिँ धेरै काम बाँकी छ यसमा। भन्नै पर्दा यो बोस्निया सेन्जेन कन्ट्री त होइन। यो मुस्लिम र क्रिस्चियन बिच ठुलो लडाइँ भएर अहिले साम्य भएको देश हो। त्यसैले गर्दाखेरि पनि अलिकति यहाँ चाहिँ जोगिएर काम गर्नुपर्ने हुन्छ। नेपालबाट त दलालले जे पनि भनेर पठाउँछन्, तर यहाँ आइसकेपछि र यो कम्पनीमा आइसकेपछि फाल्टै छ, नियम फाल्टै छ, नियमै फाल्टै छ। त्यसैले गर्दाखेरि धेरै विचार पुर्याएर आउनु होला कोही आउनुहुन्छ भने। यसमा सेलरीको पनि फिक्स हुँदैन। सेलरी सँगसँगै काम गरेको साथीको यहाँको के अञ्चल छ, यहाँको अब कसैको 12 घन्टा खट्नेको 2200-2300 आउँछ भने त्यही 12 घन्टा खट्ने सँगै काम गर्ने साथीको उसको आउँछ 1400-1500 मात्रै आउँछ। त्यस्तो फरक हुन्छ। यो यहाँनेरिको यो कम्पनीको म्यानेजमेन्ट टिम
धेरै खराब छ। त्यसले गर्दाखेरि यो म्यानेजमेन्ट टिम धेरै नै खराब छ यो कम्पनीको। धेरै होस विचार गरेर मात्रै आउनु होला। कम्पनी चाहिँ धेरै राम्रो हो। एक वर्षमा छुट्टी पठाउँदो रहेछ 20 दिन 25 दिनको। तर त्यो छुट्टी पठाएर फेरि बोलाउँछ बोलाउँदैन भन्ने एकदम पिर चिन्ताले घर जानुपर्ने रहेछ, आफ्नो देश जानुपर्ने रहेछ। त्यसैले गर्दाखेरि के हो कसो भन्न सकिन्न है। यो कम्पनी चाहिँ यहीँको ठुलो है, सबैभन्दा बस्नेकै सबैभन्दा टप ठुलो कम्पनी है यो ठुलो चाहिँ हुनुको लागि चाहिँ। तर अब धेरै डर मर्दो छ कम्पनी चाहिँ। यस्तो छ धमाधम हुँदैछ, यस्तो छ। के गर्ने कसो गर्ने आउने नआउने तपाईँहरूकै विचार हो। बोस्नियामा यहीँको मान्छे प्राय यहीँको मान्छेहरू काम गर्छ। लोकलै मात्रै हुन्छ प्राय धेरै जस्तो काम गर्ने। लोकलले काम गर्छ। यहाँ 65देखि 70 वर्षसम्मको मान्छे काम गर्छ यहाँ। र टर्कीको मान्छे धेरै आउँछ यहाँ काम गर्न। अहिले नेपालीहरू पनि अलिअलि आउँदैछन्। यहाँ हाम्रो केसी सर हुनुहुन्छ, केसी सर हाम्रो केसी यस्तै छ।